पोखराबाट काठमाडौँ आउँदा जुन किसिमको मास सडकमा ओर्लियो रोड सो भयो कि त्यसलाई चाहिँ के ती नेपाली जनता थिएन त्यसलाई नजरअन्दाज गर्न मिल्छ मुठीभर भन्न सकिन्छ अस्ति के देख्नु आन्दोलनमा छन् तितर बितर होलान् सङ्गठित हुन सकेनन् होलान् हजारौँका मान्छेहरू छन् 50,000 भन्दा बढी त मास छन् भन्ने कुरो मैले त्यहाँ अनुमानमा आफै पनि म अब काङ्ग्रेस हुँ प्रत्यक्ष आन्दोलनको मोर्चामा म नभए तापनि म हेरिराखेको छु गिरिहको प्रवक्ता जम्मा 4,000 अनि अर्कोतर्फ चाहिँ 70,000 गिरिहको प्रवक्ता अरे होइन त्यसरी भन्न मिल्छ मिल्दैन थियो भने 4,000 मान्छेलाई दमन गर्नको लागि 4,000 पुलिस चाहिन्छ अनि आन्दोलन सुरु हुनु पाएको छैन अनि तपाईँ गोली वर्षाउने पहिला त टियर ग्यास हानिन्छ पानीको फोहरा हानिन्थ्यो हामी पनि आन्दोलनमा पटकपटक पञ्चायत व्यवस्थाको विरुद्धमा आन्दोलनमा चाहिँ मोर्चामा अगाडि छौँ आश्विन को चाहिँ मकरतन्त्रको विरुद्धको आन्दोलनमा पनि त्यतिकै छौँ धेरैचोटि अग्रमोर्चामा छौँ त्यसै माघ 19 को कदमका विरुद्धमा आन्दोलनमा छौँ भने हिंसा त त्यस बेला पनि भएको आँखाबाट मन कुण्ठित हुन्थ्यो सरकारको गाडी नै देख्नुहुन्थ्यो नेवीसँग अखिलका सबै कार्य गाडी जलाउँथे ड्राइभरलाई निकालेर हाकिमलाई बाहिर निकालेर गुडिरहेको गाडीलाई चाहिँ जलाउने काम त्यस बेला पनि हुन्थ्यो तर आजै संसदमा योगेश भट्टराईले भन्दै हुनुहुन्छ राजा कस्ता हुन्छन् म्युजियममा लगेर देखाउनु पर्ने छ अस्ति 100वटा गाडी जल्यो त्यो गाडी चाहिँ नि नारायणडीमा लगेर राख्नुपर्छ जनतालाई देखाउनुपर्छ राजाले यस्तो गर्छ घर जल्यो त्यो घरलाई बरु क्षतिपूर्ति दिउँ घरलाई त्यत्तिकै राखौँ राजाले यस्तो गर्यो भनेर नेपाली जनतालाई देखाउनुपर्छ नयाँ पुस्तालाई देखाउनुपर्छ भनेर आजै संसदमा भन्दै ठिक छ म्युजियम बनाउने पनि कतिवटा म्युजियम बनाउने बनाऊ सरकारले बनाओस् म हार्दिक स्वागत गर्छु जसरी 2018 सालमा राजा महेन्द्रलाई काङ्ग्रेसले बम हानेको जीप सैनिक त्यहाँ चाहिँ उसमा अड्डामा देख्न पाइन्छ छाउनीमा होइन त्यहाँ म्युजियम छ नि त्यहाँ म्युजियम देख्न पाइन्छ भने 46 सालको जनआन्दोलनमा जहाँ जति क्षति भएको त्यसको पनि म्युजियम खडा गरौँ त्यसरी 62-63 को आन्दोलनमा पनि आन्दोलनकारीहरूले सयौँको सङ्ख्यामा सार्वजनिक सम्पत्तिहरूमाथि आगजनी र तोडफोड गरेका छन् मेरै आँखाले कति अगाडि सरकारी गाडीहरू महँगा सरकारी गाडीहरूलाई आन्दोलन शान्तिपूर्ण आन्दोलन भनिएको छ तर आन्दोलनमा गाडीहरू ध्वस्त गरिएको जलाइएको छ सचिवहरूलाई हाकिमहरूलाई जिएमहरूलाई गाडीबाट ओह्रालेर ड्राइभरबाट ओह्रालेर चाहिँ आगजनी गरिएको छ त्यस बेलाको पनि म्युजियम बनाऊ अहिलेको पनि म्युजियम बनाऊ क्षतिपूर्ति माग्ने 10 वर्षको प्रचण्डले क्रान्तिका नाममा जनक्रान्तिका नाममा गरेको क्षतिको त्यसको पनि हिसाब किताब गरौँ त्यसको अहिलेको आन्दोलनको क्षतिपूर्ति आन्दोलनकारीले गर्नुपर्छ भने माग गर्ने उग्र रूपमा प्रस्तुत हुने प्रचण्डले पनि त्यो 10 वर्ष जनयुद्धको क्षति पनि तिनले बेहोरुन् त्यस बेला के ती सबैको चाहिँ कति चाहिँ क्षति भएको त्यो सबैका चाहिँ भएका गाडीहरू के म्युजियम खडा गरौँ न त गराउनुहुन्छ उहाँहरू